नमस्कार। आज हामी एउटा एउटा यस्तो परिस्थितिमा गुज्रिरहेका छौँ कि देशको राजनीति कता कता राजनीतिले निकास पाउँछ जस्तो देखिने, तर एउटा चाहिँ ठुलो चाहिँ भुमरीमा फसिरहेको जस्तो अवस्था पनि देखिने र जनताका आधारभूत कुराहरूको सम्बोधन हुन नसक्ने अवस्थामा जुन राजनीति परिदृश्य हाम्रो सामु आइरहेको छ, यो परिदृश्यलाई मैले एउटा चाहिँ सामान्य एउटा नागरिकको हैसियतले यो परिदृश्यलाई मैले एउटा आर्टिकल मार्फत यसलाई चाहिँ मैले यहाँहरूको माझमा पस्किन चाहेँ। मैले आर्टिकलको शीर्षक लेखेको छु, विचार सिद्धान्त र व्यवहार बीचको असन्तुलन, नेपाली राजनीतिमा देखिएको सङ्कट र समाधानको मार्ग भन्ने छ मेरो यो लेखको शीर्षक। र यसमा मैले विषयलाई यसरी प्रस्तुत गरेको छु, नेपाली राजनीतिमा आज देखिएको अन्यल अस्थिरता, अविश्वास र निराशाको मूल जरा केवल सत्ता सङ्घर्षमा मात्र होइन, बरु राजनीति कुन आधारमा सञ्चालन भइरहेको छ भन्ने गहिरो प्रश्नसँग जोडिएको छ। राजनीति विचार सिद्धान्तबाट निर्देशित छ कि व्यवहारवाद र अवसरवादबाट? यही प्रश्नको उत्तरभित्र वर्तमान सङ्कटको वास्तविक कारण र समाधान दुवै लुकेका छन्। विचार सिद्धान्तमा आधारित राजनीति दीर्घकालीन सामाजिक परिवर्तनको लक्ष्यमा केन्द्रित हुन्छ। यसले व्यक्तिगत स्वार्थ वा क्षणिक लाभभन्दा माथि उठेर समाजको ऐतिहासिक आवश्यकता र वस्तुगत अवस्थाको आधारमा आफ्नो दिशा निर्धारण गर्छ। यस्तो राजनीतिमा विचारले मार्गदर्शन गर्छ भने सिद्धान्तले त्यसलाई निरन्तरता, स्थायित्व र स्पष्टता प्रदान गर्छ। सिद्धान्तमा आधारित राजनीतिक दृष्टिकोणले समाजभित्र रहेका अन्तर्विरोधहरूलाई सतही रूपमा होइन, गहिरो रूपमा विश्लेषण गर्छ। यसले समस्यालाई तत्काल समाधान गर्नुपर्ने घटनाका रूपमा मात्र होइन, संरचनात्मक परिवर्तन आवश्यक पर्ने प्रक्रियाका रूपमा बुझ्छ। त्यसैले यसको मूल उद्देश्य केवल सत्ता प्राप्ति होइन, समाजको रूपान्तरण हो। तर जब राजनीति आफ्नो वैचारिक आधारबाट क्रमशः टाढा जान थाल्छ, तब व्यवहारवाद हावी हुन थाल्छ। यहाँ व्यवहारवादको अर्थ जनताको हितमा आधारित व्यावहारिकता होइन, बरु सत्ता, पद, प्रभाव र अवसर केन्द्रित निर्णय प्रक्रिया हो। यस्तो अवस्थामा दीर्घकालीन लक्ष्यहरू ओझेलमा पर्छन् र तत्कालीन फाइदा नै प्रमुख बन्न पुग्छ। व्यवहारवादको प्रभाव बढ्दै जाँदा राजनीतिक निर्णयहरू मूल्य र सिद्धान्तबाट विच्छेद हुन थाल्छन्। नीतिगत स्पष्टता कमजोर हुन्छ, निर्णयहरू अस्थिर बन्छन् र सत्ता समीकरण नै प्रमुख आधार बन्न पुग्छ। यसैले राजनीतिलाई दिशाहीन बनाउँछ, जहाँ निर्णय